नमस्कार, स्वागत छ मेरो YouTube च्यानलमा सबैजनालाई। आज चाहिँ हामीहरू हलुवा कसरी बनाउने, छिटो, छरिदो र टेस्टी हलुवा कसरी बनाउने आउनुस् है सिकौं। सायद सबैको घरमा चाहिँ हलुवा बनाउनु भएको होला र हलुवा खानु पनि भएको होला, तर आज चाहिँ हामी अलिकति फरक तरिकाले, मेरो तरिकाले चाहिँ हलुवा कसरी बनाउने हेरौँ है। मैले चाहिँ हलुवाको लागि सुजी लिएको छु। हजुरलाई चाहिँ कतिको हलुवा मन पर्छ त्यही अनुसारले चाहिँ सुजी लिनु होला। मैले चाहिँ 9 चम्चा जति सुजी लिएको छु। हलुवाको लागि चाहिँ सुजी चाहिन्छ। अनि घिउ लिएको छु। घिउ चाहिँ गाईको घिउ भए पनि हुन्छ, भैँसीको घिउ भए पनि हुन्छ, जेको घिउ भए पनि हुन्छ। हजुरसँग घिउ छैन भने तेल लिन पनि सक्नुहुन्छ। मैले चाहिँ घिउ लिएको छु र त्यसमा चाहिँ स्वाद अनुसारको चिनी। अब कतिको चिनी हजुरहरू खानुहुन्छ, मिठो, धेरै गुलियो, धेरै कम, हैन, कतिको खानुहुन्छ चिनी त्यही अनुसारले राख्नु होला। मैले चाहिँ 2.5 चम्चा जति चिनी लिएको छु र काजु, बदाम, ओखर अनि पम्किन सीडहरू लिएको छु। अनि हजुरहरूसँग चाहिँ जे छ नट्सहरुमा त्यो सबै लिन सक्नुहुन्छ। मसँग चाहिँ जे थियो मैले त्यो लिएको छु। भिडियोमा पनि हेर्न सक्नुहुन्छ हजुरहरूले के चीजहरु चाहिन्छ भनेर। अनि मैले 2टा जति सुकमेल लिएको छु र 1 बोतल पानी लिएको छु। मैले एकचोटी हजुरले भिडियोमा राम्रोसँग हेर्न सक्नुहुन्छ। नट्सहरुलाई चाहिँ मैले 2 टुक्रा बनाएर राखेको छु। कोहीलाई 2 टुक्रा त कसैलाई 4 टुक्रा बनाएको छु। हजुरहरूले पनि यसलाई यस्तै गरेर टुक्रा बनाएर राख्न सक्नुहुन्छ। मैले ग्यास अन गरेर एउटा कराई बसालेको छु। हजुरसँग जुन भाँडा छ त्यही बसाल्न सक्नुहुन्छ। तातो भयो कि नै भनेर मैले चाहिँ हातले चेक गरिरहेको छु। यदि तातो भयो भने हात माथि बाफ आएर तातो हुन्छ हात, त्यसैले चाहिँ त्यति गरेर चेक गरेको छु। हजुरले पनि चेक गर्न सक्नुहुन्छ। मैले चाहिँ यसमा 2 चम्चा जति घिउ राखेको छु। हजुरसँग घिउ छ भने घिउ राख्दा भयो, छैन भने चाहिँ तेल राख्दा पनि हुन्छ। भेजिटेबल ओइल हजुरसँग जे छ त्यही राख्न सक्नुहुन्छ। सानो ग्यास गरेर यो घिउलाई चाहिँ तताउनु होला। घिउ तताइसकेपछि अघि जुन हामीले काटेर राखेको नट्सहरु थियो त्यो नट्सहरुलाई चाहिँ मैले फ्राई गर्न राखिदिए। सबै नट्सहरु घिउमा पहिल्यै सुरु फ्राई गर्दाखेरि यसको टेस्ट र हलुवामा आउने टेस्ट चाहिँ डिफरेन्ट हुने भएको भएर, टेस्टी हलुवा बन्ने भएको भएर मैले चाहिँ पहिले नै घिउमा नट्सहरुलाई थोरै फ्राई गर्ने गर्दछु। हजुरहरूले पनि मैले देखाए जस्तै गरेर फ्राई गरेर राख्न सक्नुहुन्छ। त्यसलाई चाहिँ निकालेर एउटा भाँडामा राखेको छु। नट्स फ्राई गरेकै घिउमा मैले चाहिँ सुजी फ्राई गर्दै छु। हजुरले हेर्न सक्नुहुन्छ। अघि जुन मैले अगाडि देखाएको थिएँ 9 चम्चा जति सुजी, त्यो सुजी लिएर मैले त्यो सुजीलाई फ्राई गर्दै छु। मिडियम फ्लेममा हजुरले पनि मिडियम फ्लेममा फ्राई गर्नु होला। सुजीलाई फ्राई गर्दाखेरि चाहिँ मिडियम फ्लेममा फ्राई गर्नुपर्छ। हाई फ्लेममा फ्राई गर्दाखेरि छिटो डढ्ने चान्स भएको भएर र हलुवाको टेस्ट चाहिँ मिठो हुँदैन, तितो हुने भएर मिडियम फ्लेममा चाहिँ फ्राई गर्नु होला। जसरी मैले भिडियोमा देखाएको छु त्यसै गरेर सुजी चाहिँ बिस्तारी त्यो सुजीले चाहिँ आफ्नो कलर चेन्ज हुँदै जान्छ। पहिला सेतो थियो भने अहिले चाहिँ पहेँलो देखिँदैछ। बिस्तारी यसले चाहिँ आफ्नो कलरहरू चेन्ज भएर ब्राउन कलर देखिन्छ। ब्राउन कलर नहुन्जेलसम्म चाहिँ हामीले यो सुजीलाई बिस्तारी चलाउँदै फ्राई गर्नुपर्ने हुन्छ। लो फ्लेममा, लो टु मिडियम। अब चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ मैले चाहिँ
यो सुजीलाई एकदम राम्रोसँग मिडियम फ्लेममा फ्राई गरेको थिएँ। यतिकोसम्म भएको छ। यसले चाहिँ कलर चेन्ज भएर येल्लो ब्राउन देखिएको छ। अब चाहिँ यो राम्रोसँग फ्राई भएर ब्राउन कलरमा चेन्ज भएको छ। हेर्न सक्नुहुन्छ एकदम राम्रोसँग फ्राई भयो। ब्राउन कलर देखेको छ है, कस्तो राम्रो कलर देखेको छ। अघि सेतो देखेको थियो भने अहिले गोल्डन ब्राउन देखेको छ। यसलाई चाहिँ राम्रोसँग फ्राई गर्नुपर्छ। गोल्डन ब्राउन भइसकेपछि हाम्रो हलुवामा अब हजुरसँग तातो पानी छ भने तातो पानी राख्दा हुन्छ, चिसो पानी छ भने चिसो पानी राख्दा पनि हुन्छ। हलुवामा चाहिँ तातै चाहिन्छ चिसै चाहिन्छ भन्ने छैन। यदि हजुरहरूले हैन म पानी तताएर हाल्छु भन्नुहुन्छ भने पानी तताएर हाल्न सक्नुहुन्छ। हैन म चिसो पानी हाल्छु मसँग टाइम छैन भन्नुहुन्छ भने चिसो पानी हाल्दा पनि हुन्छ। मैले चाहिँ अघि देखाएको थिएँ 1 बोतल पानी त्यो राखेँ। पानी राखिसकेपछि चाहिँ यतिको देखिन्छ। ग्यासलाई चाहिँ एकदम मिडियमै राख्नु होला, हाई फ्लेम नगर्नु होला। यतिको भइसकेपछि मैले चाहिँ अब यसमा अघि जुन हामीले घिउमा फ्राई गरेर राखेको नट्सहरू थियो त्यो नट्सहरू चाहिँ राख्छु अनि थोरै बचाएर राख्छु। पछि चाहिँ हलुवामा थोरै माथिबाट गार्निस गर्नको लागि अनि अघि जुन देखाएको थिएँ सुकमेल, त्यो सुकमेललाई चाहिँ अब थिचेर हजुरले धुलो सुकमेल छ भने धुलो सुकमेल राख्न सक्नुहुन्छ, छैन भने चाहिँ मैले जस्तै हातले भाँचेर यस्तै राख्न पनि सक्नुहुन्छ। त्यसपछि चिनी जुन मैले अघि देखाएको थिएँ 2.5 चम्चा त्यो चिनी राखेर अनि एकचोटि चलाइदिने राम्रोसँग, किनभने त्यो चिनी पग्लेर सबै सुजीमा लागोस् भनेर अनि चलाएर छोडिदिने। यतिको छोड्दाखेरि यसले चाहिँ सबै यो सुजीले चाहिँ सबै पानीहरू सोस्छ। पानीहरू सोसिसकेपछि ड्राई भएपछि हलुवा रेडी भयो। हजुरले हेर्न सक्नुहुन्छ यसमा चाहिँ कस्तो राम्रोसँग पानी, अघि कति धेरै पानी थियो भने अहिले सुजीले पानीहरू सोसिसक्यो र माथि बबलहरू आइरहेको छ। बेला बेलामा चाहिँ चलाउनु होला, नचलायो भने चाहिँ हाम्रो भाँडामा टाँसिने र डढ्ने सम्भावना धेरै हुन्छ। त्यसैले चाहिँ बेला बेलामा चलाउँदै हेर्दै गर्नुपर्छ। यतिको भएको छ, हजुरले पनि हेर्न सक्नुहुन्छ मेरो हलुवा चाहिँ यतिको भएको छ। हलुवा चाहिँ बनाउन एकदम सजिलो छ, एकदम सजिलो, कुनै पनि गाह्रो छैन। यसको लागि धेरै चिजहरू पनि चाहिँदैन। हामीहरूसँग घरमा जे छ त्यही सामानले चाहिँ हलुवाहरू बन्छ। हजुरलाई नट्सहरू राख्न मन छैन, यदि नट्सहरू छैन मलाई मन पर्दैन भन्नुहुन्छ भने त्यो नट्सहरू नराखिकन पनि हजुरले हलुवा बनाउन सक्नुहुन्छ। हलुवा पाक्यो कि पाकेन, हलुवामा पानी पुग्यो कि पुगेन भनेर कसरी हेर्ने भनेर भन्दै हुनुहुन्छ वा चिन्ता लिँदै हुनुहुन्छ भने यसमा चाहिँ अघि जुन हामीले सुजी फ्राई गर्दाखेरि देखेको थियौँ नि सानो सानो सुजीहरू, त्यो सुजीमा चाहिँ अहिले फुलेर ठुलो भएको छ कि छैन र जुन फ्राई गर्दाखेरि सुजीहरू खस्रो थियो त्यो सुजीहरू अझै पनि बचेको छ कि छैन भनेर हेर्ने हैन, पहिलो पोइन्ट भनेको। अनि सेकेन्ड पोइन्ट भनेको त्यो सुजीहरूमा चाहिँ पानी पुगेको छ वा त्यो सुजीहरू खिलखिलाएर ठुलो भएको छ कि छैन भनेर हेरेपछि यदि त्यो पानी पुगेर ठुलो भएर खिलखिलाउँदो भएको छ भने चाहिँ त्यो हलुवा अलमोस्ट पाक्यो भनेर बुझ्ने। हजुरले हेर्न सक्नुहुन्छ यो हलुवा चाहिँ पाकेर कस्तो राम्रो भएको छ। मैले चाहिँ यो हलुवालाई अर्को बोर्कोमा राखेर सर्भ गर्नेछु र अलिकति खाएर हजुरलाई पनि कस्तो भएको छ भन्ने छु। हजुरहरूले पनि मैले जस्तै गरेर छिटो मिठो र छरिदो हलुवा बनाएर आफूले र आफ्नो साथीभाइहरूमा सेयर गर्न सक्नुहुन्छ। हलुवा चाहिँ सबै फेस्टिभलहरूमा चाहिने भएको भएर
बनाउन पनि सजिलो भएको भएर मिठो हुनाले मैले आज आफ्नो स्टाइलले आफ्नो तरिकाले हलुवा बनाएर देखाएको छु। हजुरलाई कस्तो लाग्छ प्रक्रिया दिनुहोला। अघि जुन बचाएर राखेको थिएँ काजु किसमिसहरू, त्यो काजु किसमिसले मैले गार्निस गरेँ। हजुरहरूसँग काजु किसमिस छ भने काजु किसमिसले गार्निस गर्न सक्नुहुन्छ, छैन भने नगर्दा नि हुन्छ। मैले चाहिँ थोरै हलुवा खाएर टेस्ट गरेँ, मिठो भएको छ, मिठो 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 भएको छ। अहिलेसम्म मेरो भिडियो हेरेर साथ दिनुभएकोमा धन्यवाद। लाइक एन्ड सब्सक्राइब प्लिज।